सन्तान भन्ने चलचित्रमा मैले एउटा पुल्चोक इन्जिनियरिङ कलेजमा सुटिङ थियो, त्यो कलेजकै सिक्वेन्स थियो होइन। त्यहाँ मैले हर्डिङ बोर्ड थियो, बाइक उडाएर त्यो बोर्डलाई फोडेर उता निक्लिनु पर्ने थियो। यो भन्दाखेरि सजिलो जस्तो लाग्यो तर यो रिस्की थियो। किन रिस्की थियो भने त्यो बोर्ड नफोडिन्जाल ल्यान्डिङ देख्दैन। हाम्रो आँखाले देखेपछि सेन्सले काम गर्छ, आँखाले पक्रिन्छ नि होइन जमिन। हाम्रो स्टन्टमा बहुत थाहा हुन्छ र सबैसँग भइरहेको हुन्छ, आँखाले पक्रिन्छ जमिन, होल्ड गर्छ। जस्तै कि एउटा खुट्टा टेकेर उभिन सकिन्छ तर दुईटा आँखा बन्द गर्नु त सकिन्न होइन। अफ ब्यालेन्स हुन थाल्छ। योगा गर्नेहरूले सजिलै गर्छन् होइन, म पनि त्यो अभ्यास गरिरहेको हुन्छु, किनभने गाह्रो ब्यालेन्स त गर्नु पर्यो नि। त्यो चलचित्रमा त्यो सिन थियो पुल्चोकको, त्यसमा मैले त्यो हर्डिङ बोर्ड फोडेर बाइक उडाएर त्यो फोडेर उतापट्टि निक्लिन्छु। करिब 12-15 फिट हाइट माथि थियो बोर्ड र त्यो फोडिसकेपछि उता जाँदाखेरि धन्न केही पनि भएन, तर त्यो एकदमै रिस्की थियो। हामीसँग सेफ्टीको चिजहरू कहिले पनि केही पनि हुँदैन।